हेलो गाइज गुड मर्निङ है। अहिले चाहिँ बिहानको लगभग 5:30 भयो। म चाहिँ उठेँ होइन, उठेर फ्रेस भएर अहिले आज चाहिँ पानी परिरहेछ हल्का यहाँ। हाम्रो पोम पनि उठिसक्यो, फुच्चे उठिरहेसक्यो यहाँ है। अनि यहाँ कालीको र पोमेको खुब माया भइरहेछ यहाँ चाहिँ है। मेरो पोमे पनि भर्खरै उठिन्छ ल, अनि माया गरेको अरे पोमेलाई है। ल अब यिनीहरू भुक्न जाने कार्यक्रम सुरु भइसक्यो बाहिर। मेरो फुच्चे खेलेको अरे ल। अब चाहिँ म यहाँ हल्का मर्निङ वाकमा हिँडेको होइन, बिहान बिहान फ्रेस हुनलाई। ल हल्का एक्सर्साइज र मर्निङ वाक गरेर आउँदाखेरि 6 बज्यो होइन। अब चाहिँ म चाहिँ अब आज पढाउने कुराहरू हुन्छ नि त क्लासको, त्यसको चाहिँ अब अलिकति हेरिरहेको छु। आज चाहिँ हामीले मसिन लर्निङको चाहिँ अब यो डिसिजन ट्रीहरू चाहिँ आज पढ्छ। सो अगाडि हेऱ्यो भने अलिकति सजिलो हुन्छ नि त। सो अगाडि हेरेर जानु लाग्यो अब म। गाडीले क्या मजाले बाहिर पानी परेको हेरिरहेको है। मैले 6:50 भयो होइन। मेरो क्लास चाहिँ 7 बजीदेखि सुरु छ। अनि म कलेज जानु लागेको। पम्पमी भुकेको अरे ल ल ल भित्र जाऊ पम्पमी। सो कलेजको कुरा गर्दा चाहिँ म चाहिँ सफ्टवेयरका कलेजमा पढ्छु, जुन चाहिँ ज्ञानेश्वरमा छ काठमाडौँको। हामीले पढ्नुपर्ने भनेको चाहिँ मेसिन लर्निङ पढ्छ, अनि डेटा म्यानेजमेन्ट सिस्टम पढ्छ, यो ओराकलहरू, नो एसक्युएलहरू पढ्छ, अनि इन्फर्मेसन रिट्रिभलमा चाहिँ सर्च इन्जिन बनाउन सिक्छ हामीले, अनि स्ट्याटिस्टिक्स पढ्छ हामीले, त्यसपछि बिग डेटा म्यानेजमेन्ट एन्ड डेटा भिजुलाइजेसन पढ्छ, आर्टिफिसियल न्युरल नेटवर्क पढ्छ, मसिन लर्निङ पनि पढ्छ, र 6 महिनाको चाहिँ हामीले थेसिसमा काम गर्नुपर्ने हुन्छ है। सो टोटल हाम्रो ओभरअल चाहिँ 2 वर्षको ड्युरेसन हुन्छ यो कोर्सको चाहिँ। सो यो चाहिँ हाम्रो कलेज। अब म बाइक पार्किङ गरेर माथि जान्छु। सो फाइनली बाइक पार्किङ गरेर आउँदाखेरि चाहिँ 7:06 भयो होइन। सो अब हाम्रो चाहिँ 4th फ्लोरमा हो। सो चाहिँ लिफ्ट बोलाउँ होइन। ओके सो जाउँ। ओके सो 4th फ्लोरमा मैले प्रेस गरेँ र यहाँ थमहरू छ एटेन्डेन्सको लागि चाहिँ। ओके सो 4th फ्लोर आयो। सो लेट्स गो टु क्लास। सो हाम्रो साथीहरू चाहिँ अहिले क्लास कुर्दै हुँदो रहेछ। यति हो हामीले गर्ने भनेको, यो बाहेक चाहिँ हामी कतै पनि जाँदैनौँ। के भयो बेसिक हो हामीले होइन। एडभान्स मेसिन लर्निङमा आएपछि छुट्टै यो 27 जुलाईमा हाम्रो एक्जिबिसन चाहिँ अब चाहिँ हाम्रो क्लास सकियो। अब चाहिँ हामी चाहिँ पार्किङमा गएर चाहिँ आफ्नो घरतिर जाने तर्खर गर्दैछौँ। आज चाहिँ 9 बजे नै म घर आइपुगेँ। आमै मेरो पम्पमीले कुरेर बसिरहेको है। मलाई मिस गरेँ पम्पमी। ल जाम भित्र जाम हिँड भित्र। अब एकछिन पम्पमीसँग खेलेर रेस्ट गरेर आज चाहिँ अब हाम्रो क्लासमा पढाइ भएको कुराहरू र भोलि पढ्ने कुराहरू चाहिँ म हेरिरहेको छु अहिले चाहिँ। सो अब चाहिँ म यो जाभा स्क्रिप्ट पनि हेरिरहेको छु। सो यो चाहिँ युडेमीबाट क्लास लिइरहेको छु मैले चाहिँ। सो अहिले चाहिँ ठ्याक्कै 10 बज्यो होइन। अनि मैले चाहिँ अब खाना खान लाग्यो यहाँ। सो अहिले चाहिँ लगभग 10:30 हुन लाग्यो होइन। यहाँ पोमी पुरा सुतिरहेछ है। पुच्चे फेरि मस्तै सुतिरहेछ त होला। अब एकछिन पोमीसँग खेलेपछि म चाहिँ अहिले यहाँ पाइथन सिक्दैछु। म चाहिँ प्रोग्रामिङ ब्याकग्राउन्डबाट नभएको कारणले चाहिँ यो पाइथन चाहिँ सिक्नुपर्ने भएर चाहिँ अलिकति टाइम मैले पाइथन सिक्न पनि यहाँ छुट्याइरहेको छु। अहिले चाहिँ दिउँसोको 3 बजिसक्यो। सो अघि मैले पाइथन सिकेर अनि अब अलिकति पम्पमीसँग खेलेर खाजा खायोवरी अब चाहिँ यो ओराकलको चाहिँ जोइन गर्ने तरिकाहरू सिक्दैछु म यहाँ युट्युब हेर्दै होइन। सो यस प्रोग्रामिङ सिक्दाखेरि चाहिँ युट्युब, युडेमी होइन, क्लासहरू साथीभाइहरूसँग धेरै तरिकाबाट हामीले सिक्न मिल्छ। अहिले चाहिँ म यहाँ जिम गर्नको लागि आएको छु यहाँ 6 बज्यो होइन। सो यहाँ चाहिँ म लगभग अझै 1-1.5 घन्टा चाहिँ जिम गर्छु। अहिले चाहिँ 7:45 भइसक्यो होइन, अँध्यारो भइसक्यो। सो जिम सकेर अब म चाहिँ घर जानु लागेको। जिम गरेपछि लास्टै भोक लाग्छ है। सो आधी घन्टा रेस्ट गरेर चाहिँ अहिले म खाना खाँदैछु। सो अहिले भर्खरै चाहिँ म अब खानासाना खाएर हल्का रेस्ट गरेर होइन अहिले चाहिँ यो पाइथनको नम्पाई सिक्दैछु होइन। सो यता चाहिँ यो स्क्रिनमा चाहिँ मैले यता युडेमी कोर्स हेरिरहेको छु होइन। यता चाहिँ मैले कोड गर्नलाई यो आइडियाले चाहिँ खोलिरहेको छु होइन, इन्भाइरोमेन्ट चाहिँ। सो यही हो। अब 8:30 भयो होइन। 9:30 बजीसम्म म चाहिँ अनि यो पढ्छु, अलिकति हेर्छु यो कोर्सहरू चाहिँ। अनि 10 बजेसम्म चाहिँ आधी घन्टा चाहिँ मैले स्क्रिन टाइम अफ गरिदिन्छु। अनि 10 बजेतिर चाहिँ म सुत्छु।
अनि फेरि भोलि बिहान उठ्यो कलेज गयो र यो रुटिन चाहिँ मेरो फेरि साइकल रिपिट भएकै गर्छ है सो थ्याङ्क यू फर वाचिङ गाइज यदि हजुरलाई डेटा साइन्स सम्बन्धी मास्टर्सको केही क्वेसनहरू छ भने चाहिँ मलाई कमेन्ट सेक्सनमा सोध्नु होला है सो आइल सी इन माई नेक्स्ट भिडियो थ्याङ्क यू पोम्पोमिले पनि बाई गरेको अरे है अब सबैले बाई गरेको हो